आज चाहिँ म यसो घुम्न हिँड्दैछु गाइज हैन। टक्क लाएर अब के अरे सानो भ्लगको लागि निस्केको बाहिर। टक्क गाडी आयो, अब गाडीमा चढ्ने हो। टक्क 2 तले बसमा सर्र चढ्यो। साथीहरु मोबाइलको धुनमा छ। मेरो थपाकाजी सर हुनुहुन्छ हैन। टक्क हेलो हाई भन्दै हुनुहुन्छ। हाई भन्यौ। अब हामी चाहिँ निस्केको अब टक्क कता कता हुन्छ हैन। अनि भ्यू पनि यस्तो आउँदो रहेछ। टक्कै यो चाहिँ अब भन्दै थियो मैले के अरे यो फ्लाइओभर के अरे कलङ्कीको जस्तै त्यस्तै भयो होला सायद नेपालमा अहिले यतिखेर। टक्क लाएर बिल्डिङहरु यताउता दामी देख्दो रहेछ। यो गाडी माथि चढेर हिँड्दैछ हैन। मज्जा आउँदो रहेछ घुम्नलाई पनि। यदि तपाईहरु पनि कुवेतमा हुनुहुन्छ भने यो गाडी माथि चढेर घुम्दा मजा आउँदो रहेछ एकदम हैन। टक्क माथि हुँदो रहेछ, दामी लाग्यो। अब टक्क हिँड्यो। यो चाहिँ जस्ट मिनी ब्लग हो। साथीहरु हिँड्दैछ अगाडि म पछाडि। वाउ, फुलको बगैँचा यस्तो दामी यार। हाम्रो नेपालमा कहिले हुन्छ यस्तो दामी ठाउँहरु। यस्तो दामी ठाउँहरु भएको भए चाहिँ अझै बेस्ट हुन्थ्यो होला हैन। टक्क हेर्नु न फुलको बगैँचाहरु, आमामा क्या दामी लाग्यो के मलाई चाहिँ यो फुलहरु। नेपालमा काठमाडौँतिर पनि यस्तै गर्न खोजेको छ नि त बालेन्साले, तर के गर्नु आन्दोलन गरेर सब फुटाइदिन्छ चुडाइदिन्छ। तपाईलाई यो बिल्डिङ कस्तो लाग्यो हेर्नुस् त। यो बिल्डिङ त ठ्याक्कै म म्याथमा पहिला 6 क्लासमा पढ्दाखेरि त्रिकोणमिति भन्ने एउटा चाहिँ हुन्छ नि। हजुरको पढाइ हुन्छ नि जुन त्रिभुज आकारको। त्रिभुज त्यही आकारको डिजाइनमा चाहिँ हजुरले चाहिँ यसलाई चाहिँ अब बनाएको रहेछ भन्नु त्यही हिसाबले हेर्नु त है। ल गाइज कस्तो भइरहेछ हैन। कस्तो भइरहेछ तपाईहरुलाई घुम्दाखेरि? कस्तो भइरहेछ यहाँ घुम्दाखेरि? खै शुक्र सरको ब्याक साइड देख्दाखेरि मलाई माया छ। हरि भर्न मन भएर हो र त्यस्तो है। त्यही र भएर अमिलो भइसक्यो। त्यस्तो त हैन होला खासमा चाहिँ हेर्नु हैन। हो र मुबारक अलकबीर हो। ल ठीक छ नि त गाइज हैन। यस्तै छ हाम्रो पारा। अब चाहिँ के डाइलेक्टहरु बोल्नु पर्यो के? हैन म चाहिँ के भन्न खोजेको भन्सी हजुर ठिक छ। अब हजुरले चाहिँ भ्लगहरु बनाउन लाउनु भएको रहेछ। हजुर स्टार्ट गर्नु भएको रहेछ। हजुर हैन हजुर जर्नी चाहिँ जे जस्तो भए पनि हिँडिङ चाहिँ राम्रो होस् भन्न चाहन्छु हो हैन र। हो आखिरी अब गन्तव्यमा हिँडिसकेपछि त पुग्ने हो ठाउँमा। हो अहिले हिँड्दै हुनुहुन्छ हजुर। एक दिन अवश्य हजुरले गन्तव्य चाहिँ अवश्य नै सफल पार गर्नुहुन्छ भन्ने मेरो चाहिँ एकदम भन्नुहुन्छ कि यहाँ हेर्नु टावर के भएछ? माछा गनाएछ कि यो निशानलाई गनायो। अघिको टावर चाहिँ हो नि। पुरानो ढुङ्गाहरू छ यहाँ हो नि एक प्रकारको। अनि